सुरु भइसकेको छ। आज म यो भाइकोलाई यसो बाटो देखाइदिन्छु भनेर हो। ल भाइको डान्स हेर्नुहोस्। हेर्नु मेरो रुम यस्तै छ मेरो रुम बसाइ अवस्था। यहाँबाट म निस्केर म सदाको जस्तै तपाईँलाई नयाँ दृश्यहरू भ्युजहरूलाई I will expose everything I'm saying that I look like. Welcome to my daily lively vlogमा। सदाको जस्तै आज पनि मेरो दिन सुरु भइसकेको छ। म हेरौँ कस्ता किसिमका भ्युजहरूलाई क्याप्चर गर्न सक्छु। त्यो सबै तपाईँलाई I will show on my YouTube channel. Please share and subscribe if you like my video and content त राम्रो छैन मलाई थाहा छ। कन्टेन्टको लागि भन्दा पनि म डेली रुटिनहरूको मान्छेको एक्टिभिटिज क्रियाकलापहरूलाई क्याप्चर गर्नको लागि मात्रै गराएको भिडियो हो। नट फर एनी स्पेसलाइजेसन एन्ड नट फर माई प्यासन। अब हाम्रो भाषामा सानो कुराकानी गर्नुपर्छ। ल बा झ्याप्प बेचेर कमिसन 275 मा हजुरलाई ल झ्याप्प बेच्नु पर्ला होला है त। ल राम्रो छ बा भनेको अब मार्केटिङ गरेर धेरै हाल्नु पर्छ होइन बा। साथीहरू कलेजबाट छुटिसक्नु भएको छ। चिसो खाँदै उडामा भन्नु भने पैसा छ तपाईँहरूसँग लगानी गर्नको लागि बाटो भेट्नु भएको छैन भने तपाईँले क्यापिटल मार्केटमा लगानी गर्नु। त्यसबाट तपाईँले मुनाफा कमाउनुहुन्छ। यो मेरो अनुभव होइन, सबै दिदीहरूले कमाइरहेको छन्, मैले पनि कमाएको छु। म पनि भर्खर स्टार्टिङ गरेको क्यापिटल मार्केटमा 2-3 महिना जति भयो क्या। 2-3 महिनाको अन्तर्गत मैले कति 60,000 मात्र प्रफिट मात्र कमाइसकेको छु। त्यस कारणले तपाईँहरूलाई पनि अब कसरी लगानी गर्ने भने तपाईँहरूलाई आइडिया चाहिएको छ भने मेरो लिङ्कमा छ डिस्क्रिप्सनमा, सबै त्यहाँ डिटेलहरू तपाईँहरू म प्रदान गर्नेछु। तपाईँहरू पनि यसरी गरी सेयरमा लगानी गरेर आफ्नो भविष्यलाई सुनिश्चित पार्नुहुन्छ। म सम्पूर्ण जनताहरू तथा मेरो यो भ्युअरहरूलाई कति धुलो है माछा पौडी आए लगतै मेरो बाइकको स्पिड पनि कम हुन्छ। मेरो बाइकलाई माछा पोखरीमा चाहिँ म अटो सुट गर्ने कारणले गर्दा चाहिँ बाइकको भिडियोको लागि क्याप्चर गर्नको लागि मेरो बाइक चाहिँ स्पिड कम हुन्छ। माछा पोखरीदेखि बस्तासम्मको ट्राफिक भिडहरू क्राउडहरू अनि जाडामा निस्केको मान्छेले झन् आफ्नो भिडियो लिएर सबै क्याप्चर गर्दै यो पनि एउटा त्यही हो। बादमा निस्किसकेको छ, बाटो सुरु भएपछि अलिक घन्टाको राखन मजाले इन्जिन जल्लाको बाइक भयो नि मेरो बाइक कुद्न त कुद्दो रह्यो होइन। इन्जिन जल्लाको बाइक भयो नि मेरो बाइक कुद्न त कुद्दो रह्यो। बाइकको बाध्यै हो। त्यो मेरो सरलाई पनि घर बस्छ मेन्टेनेन्स गर्दै बस्नु मन छ होला। झाडोमा एउटा बर्दीमा त्यति हान्दै धुलो धुवा नभनेर
सुटे भने चाहिँ यसलाई कम्प्लिट हामी रहेछ म मस्ती जाने सरी है म त्यसलाई बित्न सकिनँ है म मक्जान ला हो डल्लै जान लाएर मैले त्यसलाई झर्थेँ के भने म इलिगन भन्ने के कुरो हुँदैन त्यो भेटाउनु सक्छ मेरो है जानेको समयमा 17 वर्ष दाम बढिसक्यो अझै चाहे सुरु भइसकेको छ अब 17 वर्ष त्यतिकै जाँदा गाडी हुँदैन जहाँ पाएँ त्यही रोकेर मान्छेलाई दुःख दिने भन्दा गाडी निकै हुन्छ त्यो मान्छेलाई दुःख दियो भने तपाईँहरूकै हुन्छ नि लोकल गाडीको बरुपट्टि कसले भने अरूलाई दुःख दिनु भएन अरूलाई गर्न गरिकन जानु आफ्नो बाटोमा हुन्छ अनि एउटा दक्षिणहरू रोक्ने पनि एउटा सर्टेन प्लेस होला दक्षिण होला यस्तो सरहरूलाई कम्प्लेन गरेर जेलमा हाल्नुपर्छ त्यस्ता गाडीलाई होइन भन्दैन हो म चाहिँ अहिले यतातिर निस्किँदैछु म अफिसबाट सोधेर यहाँ मेरो कार ट्रायल पास गरेको थिएँ आज चाहिँ रसिद लिनको लागि चाहिँ म यता यातायात जाँदैछु यो सानो भलक यातायात तपाईँहरूलाई म यहाँ चाबेलको यातायात कारलाई देखाउँछु आज त्यहाँ गएर लाइन बस्नुपर्ने हुन्छ तर म तपाईँहरूलाई चाहिँ लाइनमा नबसिकन कसरी रसिद काट्ने अब यो पास भएको रसिद तपाईँहरूलाई म देखाउँछु ल लाइन बस्नु झन्झट हुन्छ ट्राफिक पालन गर्नु पर्छ मेरो चाहिँ यो ट्रायलको तपाईँहरूलाई कहानी सुनाउँछ है मैले यो 2022मा कारको ट्रायल दिएको भएन एकचोटि भयो सुरुमा एकमा फेल भयो त्यसपछि सेकेन्ड टाइम अलिक ग्याप गरेर नसिकिकन दिएँ त्यति बेला नसिकिकन दिँदा चाहिँ म उकालोमा सम्म पुगेर त्यहाँ फेल भयो होइन उकालो कटाउन नसकेर अनि थर्डचोटि चाहिँ 2023मा दिएँ होला ग्याप भयो धेरै नि त्यति बेला म सिकेर दिएको थिएँ दिनलाई तर सफल भएन त्यति बेला चाहिँ यल ब्यागमा गयो मेरो पास फेल भयो यल ब्यागमा तेस्रोचोटि चौथोचोटिमा पनि उकालोमा फेल भयो चेकेरै दिएको खर्च भयो चौथोचोटिसम्म मेरो लगभग 30,000 जति खर्च भयो होला अनि पाँचौँचोटिमा नि अस्ति भर्खरदेखि यो 2025मा के भयो भन्दा पाँचौँचोटिमा नि यल ब्यागमा गयो अब चाहिँ यो ट्राभलको यता कारले जाने चाहिँ यो बाटो यो ट्राभलबाट यता छ यहाँ टर्निङ लिएर जानुपर्ने हुन्छ पाँचौँचोटिमा यल ब्यागमै गयो छोएको थिएन त्यति बेला चाहिँ छोयो भनेर फेल गराइदियो यो कावासाकीमा मलाई दुःख दियो त्यसपछि पैसा खाएर पैसा दिएर घुस दिएर निकालौँ कि भन्ने सोच पनि भयो तर 30,000 लाग्ने रहेछ 30,000 35,000 कसैले 15,000 भने तर म पैसा दिएर भन्दा यत्रो टाइम भइसक्यो मलाई इमर्जेन्सी चाहिएको नि छैन म ट्रायल दिएरै निकाल्छु भनेर काठमाडौँमा यता फर्म भरेको थिएँ र चाबेलबाट
कन्फर्म भयो त यता दक्षिण ढोका रहेछ यसको ट्रायल चाहिँ दक्षिण ढोका दिएर यहाँ एकैचोटि यहाँ पास हुन सफल भए तपाईहरु पनि अब म जस्तै अब लाइसेन्स ट्रायल दिँदा फेल भएर लाइसेन्स निकाल्न सक्नु भएको छैन भने तपाईँ हार नमान्नुहोस् एकचोटि दुईचोटिमा हुँदैन तीनचोटि चारचोटि पाँचचोटि छचोटिमा हुँदो रहेछ मेरो छचोटिया भयो तपाईहरुको 6चोटिसम्म त हुन सक्छ ल म चाहिँ यातायात कार्यालय आइसकेँ यो ट्राभलको अब यहाँ पास भएको रसिद चाहिँ काट्छु त्यसपछि म अफिसतिर निस्किन्छु यहाँ चाहिँ पार्किङ गर्नु पर्यो कता हो त पार्किङ गर्ने हो त नि पास भएको रसिद मेरो 14 नम्बर गाडी भयो पास हेर्छौँ यो पास भएकोहरू रसिदहरू आज ट्रायल आएछ सर यो रसिद हजुर 500 बुझाउनु पर्छ है पास भएपछि पैसा बुझाउनु पर्छ हेर्नुहोस् स्मार्ट कार्ड चाहिँ कहिले आउँछ सर मेसेज आउँछ देख्नुभयो तपाईहरु त्यत्रो लाइन थियो तर म लाइन बस्नु परेन फेरि छचोटिमा ट्रायल पास गरेको भने खत्रै हो नि होइन मान्छेहरूले एकचोटि दुईचोटिमा भएन भने पैसा तिरेर निकालिहाल्छन् त्यही हो हार चाहिँ मान्नुहुन्न जिन्दगीमा बसले जहाँ भए रोजिन्छ यार बाटो फेरि आइयो क्या यस्तो चाहिँ गर्नु हुँदैन भित्रबाट गइदिउँ भनेर क्या दिदी घाम ताप्नु भएको छ हजुर केही भन्नु चाहनुहुन्छ भन्नु केशव सरको ब्लग हो कि
अफिसको अवस्था कस्तो छ अहिले? बिन्दास कतिको व्यापार छ अहिले तपाईँको अफिसमा? म्याम केही भन्न चाहनुहुन्छ भन्नु? सर to my office for Kalanki, near Kalanki, near roadside. I will show all of traffic congestion and traffic light and the traffic jams and the vehicle and around and surrounded of the vehicles. I will show every things then during my travels. Sometimes I will be using stock on the traffic sites. There's times that I will show that of things. My English is not very good. Sometimes I do speak very well. I think I have got a one ride from Basundhara to Dungyada. I'm going to request her. It's going to Tongal Marg. It's surrounded around 11 meters from me. I'm going to request him. Let's see what he can do. Oh, he said my ride. Now I'm going to call him. यो होटल भरोसा इनदेखि नक्सालसम्म डाइरेक्ट यस्तो भिडभाडको क्रममा पनि कहीँ नगइकन डाइरेक्ट राइड एक्सेप्ट गरेको छु मैले। अब यहाँदेखिबाट भरोसा इनदेखि नक्साल टङ्गालसम्म गएको 100 रुपियाँ। बाटोमा के कस्तो कुराकानी हुन्छ अब सोध्यो अनि I will discuss over there. Now I'm waiting for him. Waiting for the passenger lagi. Now I'm going to start my ride from front of sign of the Tangalsama. यो बेला फेरि बाटो जाम हुने है? त्यही त म पनि अफिस मेरो यही नजिकै हो, जहिले निस्किँदा जहिले जाम हुँदै गइरहेको हुन्छ। बिहानमा अलिक खाली हुन्छ, बिहान र दिउँसो 3 बजीतिरदेखि अलिकति 4 बजीसम्म अलिकति हुन्छ, नत्र अहिले जति बेला निस्किन्छ जहिले जामको जाम पर्छ। शनिबार त ट्राफिक बसिरहेको हुन्छ यहाँ होइन? चक्रपथ चाहिँ मेन जामै हो कि ठुलो। अझ गाडीहरू अझ पुरा बाटो पेलेर हिँडिन्छन्, आफ्नो लेनमा हिँड्दैनन्। त्यहाँबाट झन् पेलेर एउटा यतापट्टि जाने गाडी पनि त्यहाँबाट यो लेनको पेलिदिएर त्यहाँबाट त्यही त त्यही त आफ्नो लेनभन्दा बाहिर अनि त्यसपछि त्यहाँबाट जाम भइहाल्छ नि, झन् बढी जाम हुन्छ त्यहाँबाट। एउटा प्यासेन्जर बढी टिप्यो भने अलिकति नाफा हुन्छ भनेर यो बाटोमा त लाग्छ रिक्सी पनि छ अझै, कहिले कहिले गाडी हानिदिँदो रहेछ यहाँ त है। ए त्यो टर्निङतिर है मान्छेलाई ओहो त्यही त त्यही त 5-10 लाख चुरेपछि अनि 5-6 महिना जेल बसेपछि हुन्छ नेपाल सरकारको कानुन। अनि त्यही त अब मान्छे आधा किचिल्टो भयो भने त झन् सब खर्च गर्नु पर्यो, यता खुट्टा भाँचिमदेखि लिएर सबै। है ए मान्छे झन् केही भयो झन् है।
ए ट्याक्सीमा हालेर लिएर गयो त्यो बिचरा ड्राइभरलाई चाहिँ सबैले पिट्यो कि तपाईँको त्यो हेत तेरे यार यस्तो गरिन्छ जसले पिटिहाल्छ अनि त रोकेपछि भइहाल्छ त जान गरे होइन झुकिएर कहिले झुकिन्छ त कहिले काहीँ त मान्छे हो बिचरा ऊ पनि उसले जाने अब रोक्नु पर्ने हो खास गरी त्यही त हो त त्यसरी नाच्ने नानी नपाउने हो त अनि त पिटिहाल्छ नि जबरजस्ती गरेर त अनि आएर च्याप्चुप मासेर लिएर गयो बिचरा ट्राफिकहरू ठिक हो एउटा दुईटा मान्छे हाल्नुमा त्यस्तो हुन्छ हो I have show you and I have here such a huge accident 2 months earlier I have listened and I have heard all my incident also over my YouTube channel from this incredible incidents that happened 2 months earlier. अब युट्युबमा राख्यो भने मेमोरी त भइरहन्छ अन्त राख्यो भने डिलिट हुने यताउति हुन्छ युट्युबको त डिलिट हुँदैन नि जे भने युट्युबमा हाल्नु हुँदैन हजुरले युट्युबमै हाल्छु मैले त्यही त युट्युबको भिडियो त रहिरहन्छ नि मेमोरी हुन्छ नि त्यही त अब प्यासनलाई भन्दा पनि अब मेमोरी लागि चाहिँ अलिक गएर राखेको के त्यही त हो त्यही भएरै मैले सुरु गरेँ खास त अनि मान्छे सान्छे केही भयो किन त मान्छे अलिकति घाइते छ त खुट्टा भाँच्यो है भनेपछि त हस्पिटलमा होला अहिले त टिचिङमा छ भाइ ए त्यही त मान्छे हानेपछि गल्ती आफ्नै भइहाल्यो हजुर मान्छे चाहिँ हानेन त्यो मापासेको गल्ती उसले चाहिँ त्यही मापासे खाएर ए त्यही त मापासे झन् अनि झन् बढी गल्ती भयो त्यही त मान्छे छुनु त स्वाभाविकै भइहाल्यो हिँड्ने ठाउँमा अब ऊ कहाँ रङ साइडबाट ओभरटेक के अरे क्रस गरिरहेको थियो होला के भएको थियो होला अब 2 बजे पहिला नि हानेछ हान्दा त हानेन ऊ आफै गरेर जोत्दै आएछ ए ए ए अरू पहिला अरूलाई हाने भए त झन् आपत पर्थ्यो हजुर हजुर पहिला नि नहानी गरी त्यो आफै त्यो रक्सीको तालमा गएर आफै जोत्दैछ कि दाइ ए त्यही त ग्रह बिग्रियो बेला नजा भन्दा नि जान्छ त अब होइन गए पनि केही त भएन स्कुटी लिएर जानु भएन ड्रिङ्क गरे बेला त्यो त आफूले नि बुझ्नु पऱ्यो नि म सक्दिनँ है त्यो कन्डिसनमा छु भने त त्यहाँबाट टाढा रहनु पर्ने आफू पनि अनि त्यही आफ्नै त्यही त बरु 200-300 एक्स्ट्रा खर्च हुन्थ्यो बरु इनड्राइभ गएको भेटिहालिन्थ्यो पठाएको गएको त्यही त अनि त्यही ग्रह बिग्रियो भने त्यस्तो हुन्छ क्या दशा अनि हो कति बेला के हुन्छ थाहै नहुने कि बेला फेरि त्यही त हो त्यही हो हो त्यही त अनि त्यही त एक्सिडेन्ट केसमा एकदम क्रिटिकल हुन्छ क्या नर्मल्ली हानेको त केही हुन अझै मापसी सापसी भयो भने त ओखो अब झन् झ्याउनु नभए झन् केही भयो भने त्यही त एउटालाई मात्र क्षति भयो भने जस आफ्नो भयो नि क्षति पनि डबल क्षति गर्नु पर्यो भए यस्तो झ्याउँथ्यो त्यो त थाहा हुँदैन त्यही हो अनि हो सर्टेन टाइमको मोमेन्टको जोइको लागि जोइफुलको लागि त्यहाँ लाइफ टाइम के हुन्छ भने त्यसले उसको आउटकम त सोचे हुँदैन त्यसले त्यही त अनि त्यो त पुरै अनकन्सियस भएको छ अनि त्यस्तै सोचेर चलायो भने त त्यही त अनकन्सियस हुन्छ खाएको छ म पनि एकपालि त्यही त हो त्यही त रक्सी खाएको भने रक्सी आफूले खाए जस्तो भयो कि होइन हो त्यही ठ्याक्क उल्टे भयो कि ठ्याक्क त्यही त हो त्यही लेभलको खाने हो अनि
अनि तपाईँ घर चाहिँ कता यतै कि कता घर? हजुर मेरो चाहिँ यही मार्च बस ट्याक्कै यो बासबारी शिव रोडतिर छ ए त्यहाँको नमुनाबाट भित्रतिर गएको त्यो के अर्ग्यानिक फार्म सम्झिङ के छ नि त अर्ग्यानिक पसलतिर? हजुर त्यो चक्रपत्र अर्ग्यानिक भन्ने छ नि हजुर हजुर त्यहाँ ए यस्तो यस्तो भिडियो रेकर्ड हुन्छ जहाँबाट पाए त्यहीमा क्रस गरिदिन्छन् त्यही त अहिले झन् जाडो बढेको छ साँझमा त मान्छे 5 बजेदेखि निस्किन सुरु हुन्छ Now I'm waiting for a passenger. It's moved from bike to other side. अब दाइको एक्सिडेन्ट भएको छ एक्सिडेन्ट कारणले स्कुटी पुरै ड्यामेज भएको रहेछ चेक गर्नु लागि चाहिँ जाँदै हुन्छ स्कुटी रिपेयरिङको लागि दिनु भएको रहेछ कस्तो स्कुटी अस्ति रिपेयरिङमा रेडी भएको छ कि छैन भनेर उहाँ चाहिँ ग्यारेजमा छिर्नु भएको छ प्यासेन्जर तपाईँहरू पनि ड्रिङ्क्स सिटिङ यताउति गर्नुहुन्छ भने आजैबाट तपाईँहरू पनि सचेत हुनुहोस् ड्रिङ्क्स लिमिटमा गर्नुहोस् नगर्नुहोस् भनेको होइन ड्रिङ्क गर्नुहोस् आफ्नो हेल्थ इज वेल्थ भन्छ नि आफ्नो वेल्थलाई नै आफ्नो हेल्थलाई नै ड्यामेज स्पोइल प्रुभिङ पारेर ड्रिङ्क चाहिँ नगर्नुहोस् मेरो जानकारी हो जस्तो लाग्छ मलाई कपाल लाउने म सिधै मान्दा कपाल त लामो रहेछ किरो सिधै मान्दा मलाई हिपो हुँदो रहेछ त्यही हुन्छ कि चिनेको ठाउँमा दिएपछि के सामान के चेन्ज गरेर यो अगाडिको अनि यता साइडको सबै गएको दाइ मेरो त यो खुट्टा टेक्ने ठाउँहरू सबै गएको दाइ हजुर हजुर गएको अनि सिटको लक पनि भाँचेर दाइ त्यही त सामान चाहिँ आफूले गरेर ल्याएर गरेँ भने सामान त त्यो रिपेयरिङको चार्जमा त दिए हुन्छ आफूले फिट सिटको ल तर सामान पनि उसैले गर्ने यताउति गऱ्यो भने यस्तो पेल्छ नि उसले त ग्यारेजवालाले त म यस्तो 2-3 चोटि परेको छु म होइन सामान चाहिँ एकदम आफूले ल्याएर राख्नुपर्छ किनभने सामान आफूले ल्यायो भने अब आफूले क्वालिटी पनि थाहा हुन्छ नि आफूलाई चलाइरहने मान्छेलाई र त यिनीहरूले क्वालिटी पनि यस्तो यो पछाडि भाइजर हुन्छ नि यस्तो कमिसन हालिदिन्छ म 2-3 चोटि परेको छु म यस्तो उसमा नाम मात्रै सोरुम हो कहाँ यिनीहरूले कहाँ उठाएर ल्याइदिन्छ यिनीहरूले बाहिर लोकलमा ल्याइदिन्छ होइन ए त्यही त लोकलमा नुहाइ हुन्छ थाहै हुन्छ नि आफूलाई त आफूले देखिआएन कहाँ लिएर भने त्यहाँबाट यही बेला भने मान्छे लास्ट पेल्छ यस्तो बेला त बिलहरू त ठ्याक्कै थाहा हुन्छ नि दाइ सोरुमको त होइन दाइ त्यही त अनि मैले के भनेको दाइ बिलहरू चाहिँ मलाई चाहिन्छ अरू भन्दा भनेको बिलहरू त पाउँ भनेको थाहा हुन्छ दाइ है बाहिर त्यही त सोरुमकै बिल चाहिएन आफूलाई त जुन सोरुममा ल्याएको होइन सोरुमको बिल त प्यान बिल चाहिन्छ सोरुमको प्यान बिल माग्नु तपाईँले अब माग्दाखेरि के माग्नुपर्छ दाइ मैले प्यान बिल सोरुममा जुन सोरुममा नि प्यान बिल हुन्छ अनि त्यहाँबाट आफूले गर्नु पाइयो सामान लग्यो हो कि क्रस भेरिफाई गर्न पाइ मिल्छ त्यसपछि त्यही भएर तपाईँले प्यान बिल माग्नु अरू यसोटै नगर्नु पैसा पुरै जसरी अब रिपेयर गरेपछि पैसा दिनै पर्यो नत्र आफू नराम्रो भइन्छ यो अवस्थामा तिनीहरूलाई पिर्नको लागि प्यान बिल माग्नु अब सोरुमकै प्यान बिल अनि यत्रो 30,000को त कहाँ नर्मली हुन्छ त नि अनि बनिहाल्थ्यो अनि त्यही 2-3 हजार खर्च बढी एक्स्ट्रा हुन्थ्यो अनि जीवन फिट त हुन्छ नि ओरिजिनल सामानहरू होइन सामान पनि ग्यारेन्टी हुँदैन त्यो सामान एकतिर लोकल हुन्छ है त्यही त त्यो भरोसा चाहिँ लास्टै ब्लाइन्डली ट्रुथ चाहिँ विश्वास चाहिँ गर्नु हुन्न कि कसैले प्रति पनि बिल के भन्नु भाइ दाइ हजुरले प्यान बिल प्यान बिल जहाँ पनि पाइन्छ नत्र भ्याटै पाइन्छ नि यो सोरुममा त सोरुमले भ्याट दिइहाल्छ नि जुन सोरुमले भ्याट दिन्छ अलिअलि होइन हजुरलाई धेरै आयो 30,000 त कहाँ हुन्छ त अगाडि 2टा भाइजर त्यो टेक्निक कुराको त कहाँ
सामान त थाहा पाइहालिन्छ सोरुम गएर उसको त आफैले पनि। त्यही त बेला यही भन्छ मान्छेले पनि। गाडीवालाको रहेछ दिन त अच्छा दिन। त्यस्तो त कहाँ किन सोध्दैन क्या। त्यही त हो मान्छेलाई अहिले नाफा कमाउनु पायो भने 25 जेसुकै गर्छ भने त त्यही भएर त मान्छे डुब्ने कारण त्यही हो नि। गाडी ठोक्किन गाडी मिलाउनु त्यही तपाईँको जस्तो ग्यारेन्टीको क्याबभन्दा अलिअलि नगर्नु आजको नलेज चाहिँ मेरो। ल दाइको अहिले अब केयर गर्नु। हजुरको के छ र दाइ? के मेरो? हजुर लाइफ लुप ब्लग। लाइफ लुप ब्लग। लाइफ लुप ब्लग। ल हुन्छ ल। ल हुन्छ थ्याङ्क यू दाइ। ल जानुहोस् ल। आज फर्स्ट टाइम यस्तो प्यासेन्जर भेट्यो। आइ एम रियली एप्रिसिएट हिम। उहाँले लोयल एन्ड फ्रेङ्कली हुँदो रहेछ। तपाईँहरूलाई पनि जस्तै गाडीमा मन्दिर मेन रोड टु हाम्रो किर्तिपुर डेरी द्याट्स वे यो रोड चाहिँ कलङ्की जाने बाटोमै पर्छ। त्यही कारणले गर्दा म 182 गाडी उठाएको छु। लगभग प्यासेन्जर चाहिँ मालिका भने 12 मिटर डिस्टेन्समा फार अवे फ्रम मी।